हेलो गाइज, आज चाहिँ धमाकादार चेस हुनेवाला छ होइन। हारिन्छ कि जितिन्छ? अस्ति त हारियो, आज नै हारिन्छ जस्तो लागिरहेछ। पटक पटक हारियो, अहिलेसम्म जितेको रेकर्ड छैन। अङ्कलसँग खेलिनेछ। अब मेरो पाली होइन त अङ्कल? तेरै पाली हो। सपोर्ट गरिदिनु होला होइन गाइज। घोडै निकाल्दैन, हारिन्छ जस्तो लागिरहेछ यार। हारिन्छ क्या हो? सबैले लाइक सब्सक्राइब गरिदिनु है गाइज। तपाईँको नि खानु त खान्छु, तर हुँदैन, चलाउनु हुँदैन। लाइक सब्सक्राइब गरिदिनु गाइज। क्यासलिङ गर्नुभयो होइन? अब यता जान्छु म। पावर निकालेर खेल्ने सोचमा हुनुहुन्छ होइन? यसले खाइदिउँ न यता। के छ र मेरो पास? जितेन ल अलिक चाहिँ। जित्यो, त्यसलाई मैले सुरुमा सबै सिकाइदिएको थिएँ र त। जे भयो नि त्यसलाई मैले जितेँ नि त। खेल्न केही सानो भएको त्यो त म खान्छु नि भाइ। हुँदैन हुँदैन, म त्यत्रो मान्छे त म खाइदिइहाल्छु नि यसले यस्तोले त। राजा ठाउँ बस्छ। आँखालाई सपना प्यारो मुटु नैमा ए अनि यहाँबाट यहीँ सर्छ तेरो? यहाँ छ मेरो। मैले पिप्चालाई दावा हानेको होइन तेरो योलाई घोडालाई। एक थामिहाल्छ, बाँसै थाप्छु। म त्यही त जोगाउने बेला भयो त। मैले चाहिँ होइन गाइज, फेरि घोडा खानु चक्करमा सकिन्छ मान्छे होइन? घोडाले त्यस्तो खाइस्? यो कहाँ थियो घोडा? यहाँ थियो। अर्काको घोडा खानु हुँदैन होइन? फेरि आफ्नै घोडा जान्छ। तैँले मेरो के खाइस्? मैले पिप्सा ए अब आपका जाएगा ही ना, वो तो बहुत सिंपल सी बात है। कस्तो अप्ठ्यारो ठाउँमा राखेछ मासला। त्यति साह्रो चाहिँ नगर्नु न, कन्टेन्ट बनाउँदैछु म। थोरै देर गीत नबजाइदिनु हुन हार्दिक अनुरोध गर्दछु भनेर भन्दिनँ म। यसले साह्रै गरे। उसको दिमागले खेलिरहेछ।
चाहिँ नखेल अलिकमा आफै सिकाउनु पो पर्छ त्यहाँ त नसिकाउने 3टा 4टा पावर निकाल्दा नि यसलाई लास्टमा गएर हारेर यहाँ यो भनेको के पो कुवाको भेगु त हो नकाउनु तपाईँ चुप लाग्नु यसको दिमागमा यहाँ बढाउँदैछु म आफै खेल्छ नसिकाउनु सिकाएर त्यो जितेको बित्थामा आगे जस्तो मात्रै हुन्छ आफ्नो गएर आएको के हो कम्फर्ट हो ए यो त के छड्यो घोडा भनेर झन्डै हानिदिएँ केटा मेरो पालि नि अङ्कल के मैले साह्रो सुरु तेरो पालि हुनु झन्डै यहाँ हानिदिएँ मैले योले कान्छो तागत नखाने म भयो नखाने ल घोडामा बच्चा हुन्छ गाई नब्याउने रहेछ त आन्टीको भ्याउँदैन तर यहाँ त हुँदैन। के जान्दैन जान्दैन यो ठुलीले भन्दै जान्दैन भन्छ त मलाई हिजो हो जान्दैन रहेछ नि जान्दैन रहेछ खाने भुल नगर्नु होला भनेर म भन्दिनँ मलाई चाहिँ होइन ले त गाईले फचाएछ अङ्कल भनेको गाईले नब्याउने रहेछ नि त तल आन्टीको त भनेको त्यही त हौ ब्याउँदैन त रहेछ त भन्दै भन्दैथ्यो जान्दैन रहेछ भन्यो यसको सेपमा छ अङ्कल यो एउटा गाई भन्ने तपाईहरु सल्लाह गर्ने भन्ने म त खान पो आएर कहाँ ओ 2 गते आउने अरे भन्दै थियो मलाई भने ए टन्नेको बस्दो रहेछ नि माइ दादा पनि म भन्दै छु दाजुले तँ हिजो अस्ति गएको भन्दै थियो नि अनि कहिले जानु नपाए जस्तो गरेर बस्छ अनि टन्नेको बस्दो रहेछ त नि ए डरेको बस्दो रहेछ त त्यो दाजुले हाँस उठाएर अन्त बस्छ नि डरे दाजु अब 1 वर्षमा एकचोटि जान्छ टाढो पाइन्छ भन्दै सिपले घसेर ब्याउँदैन त रहेछ त गाई ब्याउँदैन रहेछ झुकाएछ भनेको त त्यसो त रहेछ त भति चिनी भएर पर लल्याएको दिन बोलेर आएकै अब उनीहरू चाहिँ उठेर दित्यो गन्ती मजाले बोल्दैन हैन सिपले बागानी आमामा एक पाउ तेल लाएर बोलेको हुन्छ आन्टी सेलाएर खाउ न त सबै खाइहाल म अर्को खान्छु पानी के साह्रो झुकाएछ नि त्यति नै खाने? झुकाएछ है त्यस्तो भन्दै सर्दैन भनेको। भाइ सर्के के सन्च नि टर्नै पनि बस्दो रहेछ भन्दै थियो आन्टी के रे टर्नै पनि बस्दो रहेछ त्यसो भन्नु डर पनि बस्दो रहेछ भन्छ बस्छ नि अब 1 वर्षमा जान्छ टाढो इष्टिको आमालाई चाहिँ एक बेर बिहा बसी गाईले नखापेको हो कि के भन्छ नि नजानेको चाहिँ नि रसमा खानु पर्दैन ओइ घोडा छ नि त जुवाको घोडाले खा घोडाले खाइदिइहाल्छु नि त्यसो त नि खानु पर्छ त बेटेको त आफ्नो जान्छ भने त नसिकाउ आफै खान्छ घोडा कि घोडा भन्छ अनि यसले कहिले सिक्छ अरूले सिकाएको भन्नु त कहिले पनि उसले हेर्नु अरे ठुलो वैज्ञानिक हुन्छ रेकर्ड पो गर्दैछ तैँले त तैँले यहाँ सानो बित्तिकै राजा चेक हुनुपर्छ केटा यसले 5 वर्षमा नि सिक्छ राजेक र सानी यहाँ थियो यहाँ यहाँ थियो मैले चेक हानेको त खाएर यो लादा यहाँमै पो सक्यो क्या हो ए एक स्टेप आउँछ होइन यहाँ यो छ मात्रै अब मेरोमा यहाँ छ थियो अब गाई, यहाँ अब पनि जाँदा मेरोमा होइन नि। यहाँको लान्छ नि यहाँ चाहिँ त्यो मैले चेक हानेको अब यहाँ आउँछ एक स्टेप त्यसै भन्दैछ मलाई पनि त्यस्तै हो कि त्यो उकोमा के पो त्यो अर्को पिसार नै पाराङ्गाकोमा पारागाकोमा छ पाराङ्गाको होइन थेबासकोमा ए थेबा यहाँ थियो नि मेरोमा पनि छ भन्दै मैले थियो चेक हानेको नि त। थेबाले यही साइड छु अनि कति भन्दै गरेको 2 महिना भयो अरे ऊ गरी खाएको 2 खाएको सानोलाई यस्तो खेल्छ हो बिहाको 2 महिना भयो अरे अनि मेरो सिरो गइरहेको थियो यहाँ मकै केलाउँदै हेर्नु ए, पर्यो तर यहाँ चिप लाग्थ्यो र नि अब मेरो घोडाले ए फेरि ए खान्छ जाँदा नि थोरै मिस्टेक त्यहाँबाट यता आउँछ होला म त्यसरी खान हान्ने खोर्सानी नटुक्नु रहेछ त्यो सिक्थ्यो कति लिटर घोडा सिक्छ भन्दैछु यसलाई यहाँ ल्याउनुपर्छ उयोले 90,000 को भन्दै थियो मलाई चाहिँ अस्ति 90,000 मा नदिएको अरे होइन अहिले 70 यसलाई भनेको मुनि चाहिँ दिन सकिँदैन भने यसलाई खान दिनु किन्नु हुन्छ नि पर्यो होला पर्छ नि त्यस्तो दामले राजा चेक हुन्छ त्यसले बल्ल जुन राजा जोगाउनुपर्छ ए त्यसले अस्ति चाहिँ खोजेर जस्तो लाग्यो मलाई पनि। अब खोजेको त चिल्लो राजा भएर हटाबै आउँछ राजा। नि हो यसो यो सुत्दा लचक्क हुन्छ नि लचक्क हुन्छ जिउहरू होइन चिल्लो भएर पनि आउँछ अब आन्टी। मैले एकचोटि त्यसको बिउ चाहिँ दिनु न गाईका भनेको खै यसको यहाँ धनीले खोला। बिहाउँछ भनेको छ भन्ने भन्यो यहाँ हुन्छ हौ पछि अब उसले पालेको धनीले होइन होइन नि किलो अब
यसको चेक छ नि यहाँनिर जिउ जस्तोको यतापट्टि। जस्तै हुन्छ नि त यी कुन त अब होइन, ब्याउने महिलाको बच्चा लस्की छ। आज फेरि हारिन आँट्यो यार जस्तोको जस्तै हुन्छ होला नि भन्ने भयो नि त मैले। सारी बिहान दिने भने पनि के भनेको उसको मन पो गाह्रो हुनु सक्यो गेम अब यहाँ आउँछ एकदम केही पनि भएन। अब यो पनि यसो गर्दा भयो भनेर नि। मिल्दैन नि यहाँ चेक छ नि है जान्छ अनि रिसायो नि अब चाहिँ यसलाई बेस कि नबेस त्यही किन यहाँ दिन सकियो त होइन हुँदैन बरु आन्टीहरूको सेन्ड यसकै चेक रहेछ यहाँनिर 3 महिना 4 नम्बर रहेछ यो सकेछ गेम एक ठाउँ यहाँ आउने रहेछ यहाँबाट उतापट्टि त्यहाँ सार्ने होइन खोर्सानी खाले चिसो पनि खायो भने पेट दुख्छ हौ। आन्टीलाई चाहिँ एक बेला भए बसेपछि नखाएको नै टिस्टा होला खासै खाँदैन त सपोर्ट नहुने अब रहेछ नानाले एकचोटि कहिले घरमा गाईलाई बिहान ल्याएको छ र अन्त कहिले बिहाउने किनेर ल्याउँछ कहिले बिहाको किनेर ल्याउँछ साइनालाई एक यो घोडा खान दिउँ न अलि नजानेर होला हौ जस्तो लाग्छ हुन्छ अनि यसो गरौँ न यो खेलमा यो गरेर मन्त्रीको चेक छैन कि अनि यहाँबाट यसो गरौँ न अन्त यहाँ बस्छ टाइट गरिदिनु नि बिरालो टाइट खेलाइदिनु नि अङ्कल अनि जान्दैन त्यही त ए यहाँबाट छोडेर यसले त खाँदैन त नि उसलाई छोड्नै हुँदैन सिक्दैन त्यस्तै उकालो खाँदैन होला नि त यसकै चेक रहेछ सानोले हेरेर त्यसलाई 4 नम्बर रहेछ यस्तो उकालो त खाँदैन होला नि त 570 भन्दै खाँदैन यसको चेक छ यहाँनिर अब एक स्टेप बचिस् त छैन त्यो पर मन्त्री छ नि यो मन्त्री मेरो होइन 500 मा भने 500 मा 500 मा दियो भने त्यो नभए नहुला। यहाँबाट सेकौँ न ए त्यहाँबाट त नहुँदै पर्छ त केको घाउ ठेक अस्ति त दसैँको घरि यहाँ आँटेको त अहिले यहाँ तिहारको घरि हेर्नु न आन्टी तिम्रो चाहिँ पालै पिलो उठ्दैछ एकचोटि खेदाउँ होला हौ अमिलो बरु। अलि खानु के म त अमिलो सकिरबाट खाँदैन अमिलो खाएन भने त यताबाट सेक्नु न। किसिना चाहिँ आउने कि नआउने त्यहाँ पनि हुन्छ। यहाँ यसको छ नि नदिनेर त यहाँ पनि छ बोल्नमा चाहिँ लेन कसरी नदिने किस्नु चाहिँ नदिने भने सामिला सर के नानी हो 100 दिन्छ दिइरहेको छैन अन्त हाम्रो चेली के हो दाजु जेठाले भने जस्तो हालमा पानी किन थाल्नु राजा भनेर बचेको छैन खानुपर्छ ल यसको अङ्कलको घोडा खान्थ्यो राजा त्यहाँ जाने सकि यसलाई यता घोडा खाँदा हुन्छ हौ सामिलाले अझै दिमाग लगाएको छैन तँ खाइदिनु अघि मैले त खा भनेर दिएको हो त्यो तैँले खाएन जस्तो पो त कराके गर्छ नि अघि मैले तँलाई खा भनेर दिएको हो खान्छ खान्छ यतिका चाहिँ भाउ हुन्छ टिका चाहिँ लाउँदैन क्या त्यसलाई त्यो पनि चेक हुन्छ यता पनि चेक हुन्छ लु घरदेखिको थाहा दिइरहेको हुन्छ पानी ए लु। टिकाबाट ए त्यहाँ पनि चेकै हुन्छ कहाँ थियो ससुरालीबाट यता पनि चेकै हुन्छ 52 यसको वर्षदेखि कि कति वर्षदेखि टिका लाउँछ नि गर्छ दसैँमा पनि लाउँदैन 52 सालदेखि हौ त्यहाँ पनि उता अन्त चेक 52 हुन्छ साल यो अनि यहाँ आउँछ भनेको त ए यहाँ पनि चेक हुन्छ ठाउँै रहेन लाउँदैन यतापट्टि ए यहाँ पनि रहेन अन्नदेखि के छ यसको सोकेर होला नि यसको केही मनमा होइन ऊ यसको नि सिधा भेट्दैन नि छोराछोरा पनि लगाइदिँदैन कहिले म लगाएको अनि क्रिस्चियन हो नि त छैन हौ ठाउँ ससुराली हात होला अनि त्यस्तै गरिरहेको नाम पनि गर्दैन। गाई चाहिँ हारियो है आज पनि हार्यो फेरि यार त्यही भएर तँलाई म पावर निकाल्छु भनेको अब लु आइज पावर निकालेर खेल्छु आजको लागि यति नै लाइक सब्सक्राइब गरिदिनु होला